हेलो नमस्ते सबैजनामा म रोहित यादव मलाई चिन्नु नै हुन्छ obviously and he is my best friend and we are sorry म नेपाली छु हामी जस्ट यहाँ बानमा घुम्न आएको थिएँ म इङ्ग्लिस बोल्न थाल्छु इङ्ग्लिस त्यति पनि राम्रो छैन त पनि जस्ट राइट बानमा घुम्न आएको थिएँ जस्ट अब हामी घर गइरहेछौँ जस्ट बोरिङ लाग्न गएर अब गइरहेछौँ र हामीहरू अहिले यो जस्ट अब घर गइरहेछौँ त्यहाँको मान्छे थियो एउटा अब नामसाम भन्नु मिल्दैन तर म भनिरहेको छु यो जुन हाम्रो देशमा नै लागु छ हाम्रो देशमा आफ्नो पर्यटकको लागि नै जुन कर लगाएको छ यो मलाई राम्रो लाग्यो किनभने हामी यो देशको नागरिक अनि हामी नै कर तिरेर हाम्रो देशको ठाउँ घुम्नु यो त राम्रो होइन नि यसको बारेमा म तपाईँहरूलाई एउटा भिडियो बनाएर यो विस्तारमा कुरा गरौँ अहिले त जस्ट हामी आएको छौँ घुम्नको लागि यहीँसम्म Dele, like.